तर जेनजी आन्दोलनमा देखिएकै कारणले जेनजी आन्दोलनमा सहभागी भएकै कारणले गर्दाखेरि मुद्दा चलेर आजको दिनमा कारागारमा बसिरहनु परेको हाम्रो युवा साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पक्कै मिठो लागिरहेको छैन। जेनजी आन्दोलन एउटा जनआन्दोलन थियो भनेर सरकारले स्वीकारिसकेपछि यसलाई राजनीतिक सम्झौताको रूपमा तपाईँ हामी सबैले स्वीकारेर यसलाई सहजीकरण गरेर जानु हाम्रो दायित्व हुन्छ। यसका वैधानिकताका बारेमा धेरै प्रश्न नगरौँ साथीहरू। राजनीतिक सहमति तत्कालीन समयमा नेपालको संविधान नै जोगिने हो कि होइन भन्ने परिस्थितिमा हामी उभिरहेको परिस्थितिमा समाजलाई शान्तिपूर्ण वातावरणमा ल्याउनको लागि समाजको नेपालको चाहिँ संविधान जोगाउनको लागि जुन सम्झौता गरियो त्यो सम्झौतालाई सम्झौता भनेर स्वीकार्नमा नहिचकिचाउँ साथीहरू, म सबैलाई म आग्रह गर्न चाहन्छु। त्यसकारणले यति सहमतिमा हामी आयौँ, यति कुरामा हामी एकदम खुला हृदयले स्वागत गऱ्यौँ भने मलाई लाग्छ यो त्यति अप्ठ्यारो विषय होइन। धेरै अप्ठ्यारो परिस्थिति पनि सिर्जना नगरौँ। हाम्रो कर्मचारी संयन्त्रलाई पनि तपाईँहरूलाई के हो भन्ने एउटा कन्फ्युजन भइराखेको हुनसक्छ। कन्फ्युजनमा नबस्नुहोस्। त्यो द्याट वाज पोलिटिकल अग्रिमेन्ट, अनि पोलिटिकल अग्रिमेन्ट जहिले पनि पोलिटिकल म्यान्डेटले भएको हुन्छ। तपाईँहरूले त्यसलाई कार्यान्वयन गर्ने हो। अब के फेसिलिटेट गर्नुपर्छ, केही समय हामी आफै पनि अलमलमा रह्यौँ, के कसो यो कता छ के छ भन्ने कुराहरू, धेरै कुराहरू असहज परिस्थितिबाट हामी आएको कारणले गर्दा धेरै कुराहरू हामीले हेर्नको लागि समय पनि लियौँ। हामी त्यसमा अलिकति क्षमाप्रार्थी पनि छौँ। हामीले अझै छिटो द्रुत गतिमा गर्न सक्नु पर्थ्यो। जेनजी आन्दोलनको जो साथीहरूलाई मुद्दा लागेको छ उहाँहरूको सवालमा हामी एकदमै सिरियस छौँ। त्यसका बारेमा छिटै नै एउटा निष्कर्ष निस्किने तरिकाले द्रुत गतिमा काम गर्नको लागि सरकार प्रतिबद्ध छ र त्यसमा हामी सबैजना एक ठाउँमा हुनुपर्छ, रहनुहोस् भन्ने आग्रह पनि म सबैलाई निवेदन गर्न चाहन्छु। र अरू त अब के भन्नुपर्ने छ र, अब कानुन संशोधन गर्ने प्रतिबद्धता भइहाल्यो। गृह मन्त्रालयले पनि गरेको छ, कानुन मन्त्रालयले पनि गरेको छ। जेनजी आन्दोलनको विषयमा पनि हामी एकदमै स्पष्ट छौँ। हामी कहीँ कतै पनि कन्फ्युजन छैनौँ भने हामी सही दिशामै जान्छौँ। सद्भाव, प्रेम, एकता, आपसी सम्मानबाटै समाज बन्ने हो। यसमा हामी एकजुट हुनुपर्छ भन्ने धारणा राख्दै बनाइहरू टुङ्ग्याउन चाहन्छु। धन्यवाद सभापतिज्यू।